नेताज्यू नमस्कार। नमस्कार नमस्कार बाबु, कहाँबाट हो? म यसो नै इन्टरभ्यू लिन आएको। अब फागुन 21 गते चाहिँ चुनाव हुँदैछ। तपाईँ चाहिँ यहाँ बुढा बाजेहरूसित बसेर गफ गर्दै हुनुहुन्छ, अनि यस्तै तालमा चुनाव जितिन्छ नेताज्यू? हे तेरी बाबु, चिन्ता नगर न त। सब यहीँ बाजे, यहीँ उहाँ बाजे हुनुहुन्छ, सबैलाई म चुनावको अगाडि रातबाट नै मैले मोटिभेसन गरिहाल्छु। त्यो भनेको मैले कसरी नेता काम गर्नुपर्छ भन्ने मलाई पुरै थाहा छ। त्यसैले कसरी गर्नुहुन्छ त? अनि एकै रातमा मोटिभेसन, अब यत्रो समय लागेर त मोटिभेसन गर्न जनतालाई गाह्रै हुन्छ। अब तपाईँले एकै रातमा कसरी मोटिभेसन गर्नुहुन्छ त? हे तेरी बाबु, तपाईँले थाहा पाउनु भयो रहेनछ। बरु यस्तो यो लुडो सम्मान चाहिँ तपाईँलाई आउँछ। हाम्रो जस्तो नेताको काम तपाईँलाई आउँदैन। नेता हुनको लागि केही गर्नु पर्दैन बाबु। टक्कै के गर्ने भनेपछि बाबु, हामीले सबै एक रात अगाडि टक्क भाषण गर्दाखेरि चिप्ला चिप्ला भाषण गर्ने, चिल्ला भाषण गर्ने, नेताहरूलाई जनताहरूलाई झुकाउने खालको भाषण गर्छौँ हामीहरूले। पानी नभएको ठाउँमा पानी ल्याइदिन्छौँ भन्छौँ, धारा नभएको ठाउँमा धारा बनाइदिन्छौँ भन्छौँ, स्वास्थ्य चौकी नभएकोमा स्वास्थ्य चौकी बनाइदिन्छौँ भन्छौँ, बाटो नभएको ठाउँमा बाटो बनाइदिउँला भन्छौँ। अनि जनताहरू सबैले भुने मानेर तालिम प्याट 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 गरिहाल्छन्। अनि भोलिपल्ट अनि पैसा नभएकालाई पैसा दिएपछि बाबु एकै रातमा चुनाव त गजरापट्टै भोट आइहाल्छन्। अनि टक्कै नेता हुनु सजिलै छ जानेपछि। अनि तपाईँले यदि पैसा दिएरै जित्नुभयो भने तपाईँ आफ्नो पैसा उठाउनुहुन्छ कि जनताको काम पछि लाग्नुहुन्छ? हे तेरी बाबु, तपाईँले यति कुरा थाहा छैन? हामीहरूको खेत बेचेर, घर बेचेर हामी चुनावमा लड्नुपर्छ। खेत बेचेको, घर बेचेको हामीले पैसा उठाउनु परेन लास्ट जितेपछि। अनि हाम्रो घर गएको त पैसा उठाउनु पर्यो त। जनतालाई त त्यो भरम मात्रै दिने हो। हामीले त भोट हालेको बापतमा त भात र मासु खुवाइहाल्यौँ त बाबु। अझ हामीले के गर्ने ताँदै? जितिसकेपछि त त्यो जनताको करबाट तपाईँहरू त्यो बजेटहरू हाल्ने हो। जनताको करको त्यसरी दुरुपयोग गर्न मिल्छ त नेताज्यू? मिल्न त कानुनले पाउँदैन बाबु। कानुनको हिसाबमा त चाहिँ फसिन्छ। कानुन भनेको पनि हाम्रो नेताले बनाएको कानुन हो। हरेक ठाउँमा हामीले भर्ती गरेका कर्मचारी हुन्छन्। अनि हामीले जे चाह त्यसरी हामी मिलाइहाल्छौँ न, कागजमा मिलाइहाल्छौँ। जसरी भए पनि हामी मिलाउँछौँ बाबु। त्यो चिन्ता मान्नु पर्दैन, त्यो कुरा चाहिँ हामीले गरिहाल्छौँ। अहिले त त्यस्तो पहिला जस्तो जनताहरू छैन त नेताज्यू। अहिले चाहिँ चुनाव जित्न अलि असम्भवै होला। पहिला जस्तो जनताहरू छैन। अहिले त्यही जुन तपाईँ कुर्सीमा बस्नुहुन्छ त्यही कुर्सीमै गएर जनताले पनि तपाईँलाई त्यहाँबाट पनि निकालिदिन सक्छन् त नेताज्यू। त्यो त ठिकै हो बाबु। अब जनता पनि त्यो कुरा ठिक चाहिँ गर्नुभयो। त्यो अलिकति पहिलाभन्दा अलिअलि बाठा भइसकेका जनताहरू। हामीले अर्कै फर्मुला लगाएर पनि अब चुनाव जित्नुपर्छ जसरी भए पनि। अलिकति लोट्याएर जस्ती अस्तिको आन्दोलन गर्नुभयो हाम्रा सांसदहरू, कयौँ सांसदहरू हामीले राजीनामा दिनु पर्यो आपतकालीनमा। तर वास्तविकता जेनजीहरूले त केही गरेनन् त। उयो हाम्रै पुस्ताकी बजैलाई नै प्रधानमन्त्री भएकै छ। अहिले पनि हामीले जे चाह त्यही नै हुन्छ बाबु। केही परिवर्तन हुने केही ठुलो कुरा होइन। फेरि अर्कोमा पनि हामी यो फागुनमा आउने चुनावमा पनि हामी जसरी पनि जितिहाल्छौँ। फेरि पनि त्यही पहिलाकै ताल भयो भनेपछि त 24 घन्टाभित्रै देशको सरकार फेरिरहेछ त नेताज्यू। त्यस्तै चाल हुन्छ कि तपाईँको कस्तो चाल हुन्छ? अब आउँदो सरकार तपाईँहरूले कस्तो बनाउने लक्ष्य राखिराख्नु भएको छ? अब बाबु हामीले के गर्छौँ भने, अब यो कुरा चाहिँ जनताले पनि थाहा पाउनु पर्यो। अब जनताले चाहिँ नथाहा पाएसम्म यो हाम्रो परिवर्तन गर्न गाह्रो छ। चुनावमा जनताले हामीसँग पैसा नलिनु पर्यो। हामीले एउटा निष्पक्षसँग हामीलाई भोट दिनु पर्यो विकास हुनको लागि। अनि हामीले निष्पक्षसँग हाम्रो घरबाट एउटा पनि पैसा गएन भनेपछि हामीले सब जुनबाट यो देशमा जम्मा भएको पैसा करबाट आएको छ त्यही हामीले लगानी लगाएर विकास गर्ने हो भने हो बाबु। त्यो हुँदैन। हाम्रो खेतबाडी बेचेर चुनाव लड्नुपर्छ बाबु। अनि गाह्रो त्यो छ। त्यही भएर यो हाम्रो देश कहिल्यै बन्दैन, यस्तै हो। मेरो सोचाइ त्यस्तै छ बाबु। म किनभने पहिलेकै पुरानै नेता हो, पुरानै सोच छ मेरो। त्यसो घुसपिस अनि पैसाहरू जनतालाई नदिएर त्यत्तिकै स्वतन्त्र रूपले चुनाव जित्न सम्भव छ कि नै नेताज्यू? अब पैसा त चाहिन्छ बाबु। किनभने पैसा नभएपछि हामीले टिकटै पाउन पार्टीले पत्याउँदैन। पार्टीमा एउटा टिकट ल्याउनुको लागि पनि खर्च गर्नुपर्छ। यहाँ आएर जनतालाई पनि खर्च नदिए म अहिलेका जनता फेरि
अलि खर्च नगरेपछि त्यसको पछि पनि कोही लाग्दैनन्। त्यसै गरी जसरी भए पनि हामीलाई अलि दारू पानीको लागि केटाहरूलाई पनि छुट्याउनै पर्छ। अलि गाह्रो छ बाबु, त्यही भएर अलिकति गाह्रै छ। त्यसो भने नेताजी अहिलेको जनताहरू मासु भातमा चाहिँ बिक्छन् त? कति कुरा गरौँ बाबु, अझसम्म थाहा थिएन क्या बाबुलाई। अहिलेसम्म मासु भात नखाएर भोट कसैले दिएछन् जनताले? सबैले त खान्छन् त, पैसा पनि दिन्छौँ, मासु भात पनि खान्छन्, टन्न खान्छन्। उनीहरूलाई चाहिँ सबै उसी बेला हामीले त सबै रोड बनाउने पैसा, बाटो बनाउने, त्यसपछि हस्पिटल बनाउने खर्चभरि त उहाँले एक चुनावकै अग्ला दिनमा रातिमा खुल्तीमा हालिहाल्छन्। अनि कहाँबाट देश परिवर्तन हुन्छ बाबु? यस्तै हो हाम्रो ताल पनि, जस्तै नेता उस्तै हामी त हो त। अब फेरि पुरानो पार्टी त अब जित्दैन होला त नेताज्यू। अब नयाँ नयाँ दलहरू खोलिरहेछ देशमा। अब जेएनजी आयो, त्यहाँबाट नयाँ नयाँ पार्टीहरूले जित्छ कि अब तपाईँहरू जित्छु भन्ने लक्ष्य राख्नु भएको छ तपाईँहरूले? त्यो त बाबु चुनावको अग्ला दिनले बताउँछ। मैले भनिहालेँ तपाईँलाई, घरिघरि यसको बारेमा सुन्नु पर्दैन। चुनावको अग्ला 2 रात अगाडि हामीले कसरी चुनाव हामी आफ्नो पकेटमा पार्नुपर्छ भन्ने हामीलाई पूर्ण विश्वास छ बाबु। यसको बारेमा त्यो अरू नयाँ पार्टीसँग इन्टरभ्यू लिँदा ठिक होला बाबु। मबाट ल हुन्छ, मलाई धेरै कुरा घरिघरि उही कुरा गर्न पर्दैन बाबु। हुन्छ ल हस्त नेताज्यू, नमस्कार, म गएँ।